चाहिँ म मसरुम बनाउन आँटेको बटन मसरुम कटिङ हुँदैछ मसरुमको मलाई यो मसरुम चाहिँ पुरा मनपर्छ तपाईँहरूले आज मसरुम बनाउँदै गरेको भिडियो हाल्छु हजुरहरूलाई लु मेरो ग्यास अन भयो कराई पनि बसालेँ हो एकछिन उयो पर्छ कराई तात्यो मैले तेल हाल्दैछु अन्त यहाँनिर यहाँ चाहिँ यो जिरा यो चाहिँ सिलौटोमा पिसेको जिरा बदाम लसुन प्याज टमाटर अन्त सुक्खा खोर्सानी पिसेको यो प्याज बदाम खोर्सानी बनाउनु पर्छ तपाईँहरूले कसरी बनाउनुहुन्छ म चाहिँ यसरी बनाउँछु तर म चाहिँ मसरुम जिरा पर्दैन गर्छु नमक पनि हालिहालेको किनकि नरम पर्छ प्याजलाई आज यो कराई चाहिँ अस्ति भन्दा पनि किनेको थियो आज फर्स्ट पकाएको हल्दी यो बदाम पनि हाल्यो जिरा अनि पिसेको खोर्सानी अझ सबै गोल्डन भएर पनि प्याज त बदाम अलिक हाल्छु पानी भनेर यसलाई मजाले भुट्नुपर्छ मेरो मसला चाहिँ रेडी भयो अनि म मसरुम हाल्दैछु मसरुम बदाम मसरुम यो बदाम मसरुम चाहिँ रेडी भएको हामी चाहिँ किचनमा खाएन यता ओह्रालो आयो है कम्ती भित्र ग्रेभी सुक्खा गरेको कि छोरीले सकाइदिएछ अलिअलि त थियो होला नि माथि एक दुईवटा मात्र छ यो पचाउने भन्दा दामी भएको छ यो चाहिँ छोरीलाई यो चाहिँ मेरो ठुलो छोरीलाई ओहो माइ गड ठुलो टिम गरिदिनु एकै बनाएको छोरीले बनाउनु सकाउँछ भनेर यसो ल ए मेरो यो चाहिँ मेरो लागि दादा अब बुढा कस्तो भइसक्यो हालेर भन्नु न दादा उयो देखाइदेऊ न एउटा एक बाइट ल गाइस बस लु म पनि खान आँटेको हो ल म एक बाइट खाँदै गरेको हुन्छ खाएँ ल सबैजना पनि खानुहोस् है फेसबुकको साथीहरू हुन्छ खाएँ ल फर्स्ट बाइट कस्तो मिठो भएछ